अस्तिदेखि भ्लग बनाउँछु भन्दै सोचिरहेको थिएँ। भ्लगै बनाउनु पाएको थिइनँ क्या, कहिले के नमिल्ने। आजदेखि चाहिँ फाइनल्ली बनाएरै छोड्नु पऱ्यो होइन। मैले ग्यापमा गरेँ, बिचमा अलि ग्रो हुँदै थियो, मैले ग्याप गरेँ बिचमा। अब चाहिँ के भने म ग्याप गर्दिनँ, ग्याप गरेको थिएँ बिचमा, अब ग्याप नगरी बनाउँछु भनेर सोचिरहेको छु। तपाईँहरूले चाहिँ सब्सक्राइब हानिदिनु पऱ्यो होइन। म नेपालको अहिले क्यामेरा अलिक जोत्छ, म नेपालको टप 5 त गरौँ न नेपालको होइन भ्लगर। सबैजनालाई स्वागत छ। सुरुमा म गएर ताङसाङको निन्द्रा आराम गर्छु। अहिले बिहानको समय हो, हिजो ढिलो उठेको, ओभर आँखा पोलिरहेको छ। ढिलो सुतेको, ओभर आँखा पोलिरहेको छ होइन। ताङसाङको चाहिँ आज निन्द्रा आराम गरौँ सुरुमा। ताङसाङको निन्द्रा आराम गरेपछि उता जानुपर्छ। कता भन्दाखेरि उता शैलेश दाइहरूकोमा जानुपर्छ। शैलेश दाइ कोचिङ पढाउँदै होला, त्यहाँनिर गएर चाहिँ केटाकेटीहरूलाई एकदम सब्सक्राइब गरी माग्ने, ग्रो गराउनु पऱ्यो नि च्यानल होइन, सब्सक्राइब गरी माग्ने। अनि त्यहाँबाट ताङसाङको निन्द्रा आराम गरौँ। यहाँ छ हाम्रो ताङसाङ भाइको रुम। आन्टी ताङसाङ खोइ बिरालो त्यो आज यति छिटो उठेको। यो रक्सी पार्दैछ, रक्सी पार्दै गरेको ताङसाङ मेरो कन्टेन्टको। ओ माई गड, ताङसाङजी बोल्नुहोस्। तपाईँ व्यवसाय गर्नुहुन्छ, त्यो पनि रक्सीको। मान्छेलाई रक्सी खुवाएर किन तपाईँ बिगार्नु चाहनुहुन्छ भन्नुहोस्। ताङसाङजी बोल्नुहोस्, तपाईँ बोल्नै पर्छ। अनुहार देखाउँछु म। आशिका दिदी रक्सी पार्छ यो मान्छे, रक्सी पारेर खुवाउँछ अरूलाई। अब युट्युबमा आउनेवाला छ यसको सिक्स प्याक आउनेवाला छ युट्युबमा। चौरी परेको रहेछ। यो रक्सी यसरी पार्छ गाउँघरमा चाहिँ होइन, चट्ट पारेर अनि चिरिप्प चाख्नु दिन्छ। त्यही भनेर आएको म चाहिँ भन्दिनँ, किनभने म खान्न। यसलाई चाहिँ हेर्नु है, निन्द्रा लागिरहेको छ बिचरालाई, रक्सी पार्नु बाध्य छ। बिरालो सुतिरहेको छ उसको ओछ्यानमा चाहिँ बिचरा। हाँस्दै के उयो गर्छस्। स्माइल, फेरि यसको स्माइलले चाहिँ ग्लोबलमा कतिवटा लास बनाइसकेको छ। धन्न मेरो भ्युवरहरू धेर छैन, सब्सक्राइबरहरू धेर छैन, र मात्रै होइन भने यसको स्माइलले खान्थ्यो। विश्वव्यापी स्माइल होइन। अनि बल्ल बोल्यो अनि स्वर, आवाज सुन्नु सुमधुर कोइलीको जस्तो स्वर छ। यसको नाम हो ताङसाङ, जो रक्सी पार्छ, जडियाहरूलाई खुवाउँछ, उखुको जुस बनाउँछ, अनि इमान्दारहरूलाई खुवाउँछ। भागिसक्यो होइन ताङसाङ चाहिँ यहाँबाट, रक्सी पारेको देखायो भनेर। मैले चाहिँ जानुपर्ने हुन्छ कहाँ भन्दा शैलेश दाइको स्टुडेन्टहरूलाई सब्सक्राइब गरी माग्नु। शैलेश दाइले कोचिङ पढाउनुहुन्छ बिहान बिहानै? शैलेश दाइले कोचिङ पढाउनु हुँदैछ। म शैलेश दाइको स्टुडेन्टहरूलाई सब्सक्राइब गरी माग्नु हिँडेको। टी सर्ट लगाइसक्नु, यहाँ अरूले ज्यान देख्छ भनेर। पानी खुवान हेर भन्छ नि। क्यामेरा अगाडि भएको बेला चाहिँ दिन्छ होइन, तर क्यामेरा नभएको बेला यसले कहिले पानी दिँदैन। म कपमा खान्छु। के हेर्दो रहेछ यसको युट्युबमा के हेराइ हुन्छ त्यो पनि म देखाउँछु तपाईँहरूलाई। अस्ति पनि एआईवाला भिडियो होइन थियो। पानी खान्छु होइन म पहिले, अनि जान्छु शैलेश दाइकोमा, अनि जान्छु म सब्सक्राइबर माग्नु। मैले पानी खाइसकेको छु, 2 गिलास पानी खाएको, पेट ड्याङ्ग भर्खर उठेको म। अब जाँदैछु म। वन्दना इलामबाट आयो। म तिमीलाई तर्साउनु सक्छु कसरी थाहा छ? यस्तै
भनेकै हो अनुहार लुकायौ नि होइन म तिमीलाई तर्साउनु सक्छु यसरी म जसलाई पनि तर्साउनु सक्छु क्या यसरी क्यामेरा सर्ट देखाइदियो भने तर्सिहाल्छ अब म शैलेश दाइमा जान्छु सब्सक्राइब गरी माग्छु स्टुडेन्टहरूलाई अनि आजको भ्लग चाहिँ सघाउँछु यो चाहिँ हाम्रो यहाँ पर गेट छ यो हाम्रो सिंहदेवी स्कुल हो यो हाम्रो वरिपरिको एरिया कमल गाउँपालिकाको वार्ड नम्बर 7 को सबै भाइ बहिनीहरूलाई राम्रो उच्च शिक्षा राम्रो शिक्षा दिलाउन चाहनुहुन्छ भने बाल मैत्रीपूर्ण वातावरणमा पढाउन चाहनुहुन्छ भने सिंहदेवी स्कुललाई सम्झिनुहोस् सिंहदेवी स्कुल तपाईँहरूको लागि सुलभ मूल्यमा थोरै कस्टमा राम्रो क्वालिटीको एजुकेसन दिन चाहनुहुन्छ भने त्यसको लागि सिंहदेवी स्कुल अनि त्यहाँबाट यहाँ मैले देखिसकेँ मेरो सब्सक्राइबरहरू 3 जना अब यो भाइहरूलाई म सब्सक्राइब गरी माग्छु च्यानल यदि यो भाइहरूले सब्सक्राइब गरेन भने म 4 जनालाई नै बोधी हान्नु सक्दिनँ शैलेशलाई हानेर बोधी हान्नु लाउँछु आजदेखि केटा म डेली भ्लग बनाउँछु सब्सक्राइब गर ल ग्रिस भाइले गरिसक्यो मन्नु भाइ त मेरो सब्सक्राइबरै हो हेर्छौ नि होइन भिडियो हाल्दिनँ हौ अब डेली हेर ल सिधै भाइ गर ल सब्सक्राइब त्यही त कसरी गर्छौ त्यही भन्नु आँटेको थिएँ म च्यानलको नाम सोध न इट्स मनोज सब्सक्राइब हान्न तिमीले हानेको छौ सब्सक्राइब गरेको छौ कि छैनौ यो भाइ सब्सक्राइब गर्नुपर्ने शैलेश आएको छैन यो भाइलाई त म बदनाम गरिदिन्छु बदनाम सब्सक्राइब गर्छौ कि गर्दैनौ गर्दैनौ ओ होइन अनि डेली आएर बदनाम गर्छु तिमीलाई ओहो ह्यान्डसेक गर अनि सुत ह्यान्डसेक गर अनि सुत होइन अनि सुत्नु दिन्न फेरि म 5 वटा फोनहरू शैलेश आएको छैन मेरो प्लान नै फेल भयो शैलेश आएको छैन अरे म शैलेश एन्जल यहाँ बस्छु शैलेश एन्जल म यहाँ बस्छु 1 घन्टा भात पकाएर घर गएर ओके म शैलेश आएपछि आउँछु अब शैलेश दाइ चाहिँ नआउने हुँदा मैले शैलेश दाइ बिनै भ्लग बनाउनु पर्ने हुन्छ र यो भाइले सब्सक्राइब गर्छौ कि गर्दैनौ भाइ इट्स मनोज मन्नु भाइसँग सम्पर्क गरेर गाउँमा जतिवटा फोन भेट्छौ सबैबाट ठिक छ म जाम 5 है 6 7 ग्रिस 8 आज 8 तिमी 3टा वटा गर्छौ धन्यवाद भाइ को आउँदैछ अब त्यो बुढ्नुहरूलाई त म चिन्दिनँ नि सेवा भाइहरू रहेछ सेवा भाइ फस्यौ तिमी आज फस्यौ यहाँ मैले एउटा अभियान चलाएको छु यो विष्णु कट्टाको सबै स्टुडेन्टले आफ्नो घरको सबै फोनबाट मेरो च्यानल सब्सक्राइब गर्नुपर्छ अब तिमीले फस्यौ पाएँ नि भाइ पाएँ नि भुटान भाइ र मेरो त दोस्ती छ बिनु बुनु पाएँ नि मैले च्यानलको नाम नसोधी कसरी अहिले इट्स मनोज बनाएको छु त्यही च्यानल हो तर ल भूमि भाइ तिमी छुटेको थियौ अरे हात पो हल्लाउँछ त यो भाइ त तिमी सब्सक्राइब गर्छौ कि गर्दैनौ इट्स मनोज घरको सबै फोनबाट भरे बिर्स्यौ भने फेरि भोलि अहिले धेरै सब्सक्राइबर कमाइसकेको छु अब भोलि आउँछु किनभने आज शैलेश दाइ थिएन कि त भोलि आउँछु अब आज शैलेश दाइलाई भेटिँदैन त्यही भएर म फर्किएको घरमा अलिक कामहरू हुन्छ फर्किनु पर्ने हुन्छ होइन मधु अङ्कल हुनुहुन्छ यहाँ हाम्रो मधु अङ्कल म आजकल भ्लग बनाउनु थालेको छु तपाईँले सब्सक्राइब हान्नुपर्छ सब्सक्राइब हान्नुहुन्छ नि फिक्स हो कति बेला इट्स मनोज मनोज युट्युबमा सब्सक्राइब हान्नु
ओके बेल आइकनवाला बटन पनि ट्रिङ पार्नु ओके मनोज अङ्कलले अनि मधु अङ्कलले पनि गर्छु भनिसक्नुभयो म यहाँ अगाडि देख्दैछु अर्को मेरो सब्सक्राइबर आज सब्सक्राइबर बटुल्ने दिन भान्जा मेरो च्यानल सब्सक्राइब गरेको छौ कि छैनौ गर्छौ कि गर्दैनौ कसरी गर्छौ नामै सोधेनौ नाम के हो इट्स मनोज भरे गर नि भाउजू हे भगवान भाउजू हे प्रभु भन्नुहुन्छ अब म चाहिँ हे भगवान भन्छु भाउजू हे प्रभु भन्नुहुन्छ भाउजूलाई मेरो कुरै मिल्दैन सब्सक्राइब चाहिँ गर्नु ल सब्सक्राइब चाहिँ गर्नु कसरी गर्नुहुन्छ नाम थाहा छ अनि कसरी गर्नुहुन्छ सोध्नु पो पर्छ आमा ल भाउजूले पनि गर्नु भइसक्यो अब म ताङसाङलाई लास्ट एकचोटि देखाएर आजको भ्लग सक्छु रक्सी पार्दैछ होइन त त्यो वन्दना मुनुलाई म फेरि एकचोटि तर्साउन सक्छु यो हो वन्दना मुनु तर्सिन्छ क्यामेरा देख्दाखेरि आन्टीले त सब्सक्राइब गर्नुहुन्छ म गफ गर्दिनँ आन्टीसँग ओइ तपाईँ यो रक्सी पारेको यहीँ छस् त म तेरो उयो हेर्न चाहन्छु ट्यालेन्ट म तेरो ट्यालेन्ट हेर्न चाहन्छु ताङसाङ ट्यालेन्ट के भन्न त्यो भिडियोहरूमा लास्टमा भन्छ नि च्यानल सब्सक्राइब गरिदिनु अनि त्यहाँबाट बेल आइकन थिचिदिनु लाइक गरिदिनु हो त्यस्तो भन् म तेरो च्यानलमा म किन भन्छु ट्यालेन्ट हेर्न चाहन्छु म तेरो छिटो म देखाउँदिनँ त मेरो ट्यालेन्ट म तेरो ट्यालेन्ट हेर्न चाहन्छु ताङसाङ तँलाई पछि फेरि उयो किनिदिन्न नि दिल्ली जामुनुको किराना पसलमा खुर्सानी 1 केजी तेरो ट्यालेन्ट देखा अहिले ट्यालेन्ट देखाउनु लजाइसक्यो लास्टमा चाहिँ यति छ आजको ब्लग च्यानल सब्सक्राइब गर्नु बेल आइकन टु टिकटकमा फलो पेज लाइक ओके सायनारा